म कोशी प्रदेश सरकारको मन्त्री रेवती रमण भण्डारी तपाईलाई नमस्कार गरेर भन्छु। लाइसेन्स लिन केही गर्नु पर्दैन, लिखित परिचय दिनु पर्दैन। अब जेल जानु पर्छ दुर्घटना हेर्दै नमस्कार गरिके दिन्छु। लाइसेन्स छ, बिना लाइसेन्स नकुदाउनु। म कोशी प्रदेश सरकारको मन्त्री रेवती भण्डारी नमस्कार गरेर भन्दैछु। हम कोशी प्रदेश सरकार के मंत्री आके नमस्कार कैसे लाइसेंस है कि नहीं, लिखित नहीं पढ़ रही है, मैंने लिखित रहे हटा दिलिए। बिना लाइसेंस बिना ब्लू बुक खतरा है। एको रति नीच उचे तो जेल जा पड़ते बिना लाइसेंस बिना ब्लू बुक ले एते के लगी। अब हफ्ता दिन के भीतर में लाइसेंस लिया के चलू, ब्लू बुक लिया के चलू, कहते ना ट्राफिक ले कार्रवाई गर्नु, नहीं तो ट्राफिक नहीं छोड़ दो आप। लाइसेंस लिनु पर्यो, लिखित दिनु पर्दैन, अनलाइन फारम भर्ने ढुक्क भएर चलाउनु है। रमण भण्डारी कोशी प्रदेश सरकार मन्त्री भन्दैछु, लाइसेन्स लिखित दिनु पर्दैन, अहिले सिधै फर्म भर्ने डाल चाहिँ पास। रेवती रमण भण्डारी नमस्कार। लाइसेन्स छ हजुर? लो हजुर, यो चाहिँ लाइसेन्स नलिई यस्तो कालो प्लेटको त तपाईँहरूको ज्यान तलमाथि कसै भयो त सिधै जेल जानुपर्छ हजुर, यस्तो काम नगरिदिनुहोस् है। म कोशी प्रदेश सरकारको मन्त्री रेवती रमण भण्डारी तपाईलाई नमस्कार गरेर भन्छु। ब्लू बुक बोकिदिनुहोस्, यो बाँस सास नबोकिदिनुहोस्, रड सर्ट नबोकिदिनुहोस्, लाइसेन्स घोजीमा हालिदिनुहोस्। लाइसेन्स लिन केही गर्नु पर्दैन, लिखित परिचय दिनु पर्दैन। अब यहीबाट अनलाइन फारम भर्नुहोस्, एक दिन इटरीको विराटनगर जानुहोस्, ल ट्रायल सिधाइदिनुहोस्, पास भएर तपाईँहरू सधैँ चलानमा पास हुनुहुन्छ। ल यति गरिदिनुहोस् है हजुर। ल एक दिन दुई दिन दुःख गर्नु होला। ल लाइसेन्स छ, यो गल्ती नगर्नु। नमस्कार। लाइसेन्स लिए पर्दा हजुर नमस्कार गरेपछि बिना लाइसेन्स नकुदाउनु। फर्म भरेको छ, लाइसेन्स लिने, ब्लू बुक नवीकरण गरेको छ, अपडेट राख्नु है। अनि यो रोड सर्ट भरसक नबोक्नु है। ल म कोशी प्रदेश सरकारको मन्त्री रेवती भण्डारी नमस्कार गरेर भन्दैछु। ब्लू बुक बोक्नु, आफ्नो लेनमा चलाउनु, जथाभावी साथ फाट नकटाउनु, ब्लू बुक नवीकरण गर्नु, बिमा गर्नु। ल बाबु, ल ल ल नमस्कार। हम कोशी प्रदेश सरकार के मंत्री आके नमस्कार कैसे लाइसेंस है कि नहीं, लाइसेंस आज डाल दियो। आप लिखित नहीं पढ़ रही है, मैंने लिखित रहे हटा दिलिए। आप सीधे जाओ, ट्रायल परीक्षा दियो, 2-4 से कते ऑनलाइन फार्म ऐसे से भरल देते, पकड़ो से पूछो, एक दिन ट्रायल जाओ, पास हुआ तो ट्रायल में पास जाए, चल आदमी बिना लाइसेंस बिना ब्लू बुक खतरा है। एको रति नीच उचे तो जेल जा पड़ते बिना लाइसेंस बिना ब्लू बुक ले एते के लगी। अब हफ्ता दिन के भीतर में लाइसेंस लिया के चलू, ब्लू बुक लिया के चलू, कहते ना ट्राफिक ले कार्रवाई गर्नु, नहीं तो ट्राफिक नहीं छोड़ दो आप। लियो गल्ती के लिए गल्ती को लिए पढ्न लेख्न नजान्ने सिटी सफारी चालकहरूले लिखित परीक्षा दिँदाखेरि उनीहरू परीक्षामा फेल हुँदै आएका थिए। अब उनीहरू स्वत पास हुनको लागि ट्रायल प्रयोगात्मक परीक्षा दिएपछि उनीहरू स्वत पास भएर सबैले अनिवार्य रूपमा लाइसेन्स लिनुपर्ने व्यवस्था लागू गरिसकेपछि प्रदेशका मन्त्रीदेखि यातायातका कर्मचारी ट्राफिक प्रहरीले लाइसेन्स लिने प्रक्रियाका बारेमा जानकारी दिनका लागि सडकमै सिटी सफारी चालकहरूलाई लक्षित गरेर सचेतनामूलक र भेटघाट कार्यक्रम सञ्चालन गरिरहेका हुन्। आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी आफै यसरी सडकमा आएर सिटी सफारी चालकहरूलाई लाइसेन्स व्यवस्थाको बारेमा जानकारी दिन थालेका छन्। उनले ठाउँ ठाउँमा सडकमा सफारी चालकहरूलाई भेला पारेर गरिने जनचेतना कार्यक्रमले अभियानको गम्भीरता प्रष्ट समेत पारेको छ। ट्राफिक नियम, सडक अनुशासन, यात्रु सुरक्षा, सवारी दर्ता तथा लाइसेन्स प्रक्रियाका बारेमा प्रत्यक्ष जानकारी दिँदै यो पुस महिनाभित्र चालक अनुमति पत्र अनिवार्य रूपमा लिनुपर्ने समेत यसरी मन्त्री स्वयं आफू सडकमा आएर उनले प्रत्यक्ष रूपमा दिएपछि यसले सिटी सफारी चालकहरूलाई सहज तुल्याएको छ। माघदेखि भने लाइसेन्स र ब्लू बुक बिना सिटी सफारी चलाउन नपाइने, उल्लङ्घन गरे कारबाही हुने जानकारी समेत दिने गरिएको छ। सिटी सफारीबाट हुने दुर्घटनाबाट धेरैजसो सिटी सफारी चालकहरू लाइसेन्स नहुँदा कतिपय अहिले जेल कारागारमा गएर सजाय भुक्तान गरिरहेको अवस्था छ र सो बाटो समेत उनीहरू अब सहज रूपमा कानुनी प्रक्रियामा आएपछि उनीहरू मुक्त हुनेछन्। निरक्षर र कम शिक्षित चालकहरूलाई लिखित परीक्षा लाइसेन्सका लागि
अवरोध बन्दै आएको थियो। लिखित परीक्षा नदिई ट्रायल दिएपछि स्वत पास हुने प्रक्रियाले भने उनीहरूलाई सहज हुने भएको छ। अब लाइसेन्स वा ब्लुबुकका नाममा ई रिक्साका चालकले कुनै पनि बाहना गर्ने ठाउँ नभएको मन्त्री भण्डारीले उनीहरूलाई भेटघाटको क्रममा जानकारी दिएका थिए। सिटी सफारी चालकहरूले लाइसेन्स लिनका लागि 30 देखि 60 मिनटको अनिवार्य व्यावहारिक तालिम, ट्राफिक सङ्केत, सडक सुरक्षा, यात्रु सुरक्षा, सवारी मर्मत र कानुनी दायित्व सम्बन्धी आधारभूत ज्ञान लिएर ट्रायल परीक्षा दिनुपर्नेछ। उनीहरूले परीक्षा दिएपछि स्वत रूपमा लाइसेन्स पाउने व्यवस्था मिलाइएको मन्त्री भण्डारीले सडक सचेतनाका क्रममा सिटी सफारी चालकहरूलाई जानकारी दिएका छन्। मन्त्री भण्डारीले मानिसलाई सडकबाट हटाउने नभएर सुरक्षित बनाउने कानुनको उद्देश्य व्यवस्थापन मात्रै नभएर बिमा प्रणाली, आर्थिक संरचना, यात्रु सुरक्षा र सडक सुशासन सुधारको आधार तयार गर्ने लक्ष्य भएको कारणले गर्दाखेरि अहिले चालकलाई भेला पारेर सन्देश दिएको उनले बताए। मुख्य गरी सिटी सफारी अहिले कोशी प्रदेशका विभिन्न सहरी क्षेत्रहरूमा सस्तो र सहज यातायातको साधनसँगै कानुनी, सुरक्षित एवं उत्तरदायी सार्वजनिक सवारीका रूपमा स्थापित हुने दिशामा अघि बढिरहेको छ। यो अभियानले यदि अभियान सफल भयो भने सडक दुर्घटना न्यूनीकरण, यात्रु सुरक्षाको प्रत्याभूति र हजारौँ श्रमिक परिवारको जीवनमा स्थायित्व ल्याउने उद्देश्यले प्रदेश सरकारले यो अभियान सञ्चालन गरेको समेत मन्त्री भण्डारीले जानकारी दिएका छन्। सिटी सफारी चलाउनेहरू जसको करिब 70% लाइसेन्स छैन। पहिला लाइसेन्स लिनु पर्यो। लाइसेन्स लिनु भनेको 65 वर्ष उमेरभन्दा माथिकोले चलाउन पाएन। त्यसपछि यहाँ त 80 वर्ष पनि चलाइरहेछ, 70 वर्ष पनि चलाइरहेछ। त्यो अलिकति त्यसमा व्यवस्थित हुन्छ। ब्लुबुक हुनु पर्यो, ब्लुबुक नवीकरण हुनु पर्यो, बिमा हुनु पर्यो, जाँचमास हुनु पर्यो। यति चिज गरेपछि जसले पाए त्यसले सिटी चलाउन छोड्छ। यसपछि आफै लाइनमा आउँछ। स्थानीय तहमा कति रिक्सा सिटी छ, दर्ता छ। अब तपाईँलाई कति चाहिन्छ, कति अपुग छ, त्यसपछि हामी कति सिटी दर्ता गर्ने, कुन पालिकामा कति सिटी थप दर्ता गर्ने नगर्ने भन्ने कुरा हामी बिस्तारै निर्णय लिन्छौँ। त्यसको लागि पहिला सिटी सफारी दर्तै भएको छैन। दर्तामा आउने, नवीकरणमा आउने र लाइसेन्स लिने प्रक्रियालाई पहिला टुङ्ग्याउनको निम्ति यो अभियान हामीले प्रहरीले पनि सुरु गरेको छ, ट्राफिकले पनि सुरु गरेको छ, हामी मन्त्रालयले कार्यालयले पनि सुरु गरेका छौँ। केही महिनाभित्रमा यो सिटी सफारी यो आर्थिक वर्षभित्रमा कुनै न कुनै हिसाबले थप व्यवस्थित गर्छौँ। पालिकासँग फेरि मिटिङ गर्छौँ केही दिन पछाडि। तर लाइसेन्स र ब्लुबुक कम्तीमा अनिवार्य गर्न हामीले पहिलो चरणको अभियान थाल्यौँ। शुक्रबारबाट सुरु गरिएको छ। हामीले कानुन व्यवस्था पनि निकै लामो समय लाग्यो। कानुन व्यवस्था गर्न, संरचनागत व्यवस्था गर्न लामो समय लाग्यो। लिखित परीक्षा हटाउन पनि निकै समय लाग्यो। गर्दै अब हामीले सबै तयारी एक ढङ्गले पुरा गरेर अब हाम्रा कार्यालय प्रमुख हामीले भनिरहनु पर्दैन। तपाईँहरूले नै सोध्नु, कार्यालय प्रमुखजी खोइ त सचेतन त कता आएर भन्नुभयो भने उहाँले जवाब तपाईँलाई दिनुपर्छ। अब मन्त्रीबाट हट्यो भने यो अभियान रोक्न पाइँदैन। अनलाइन फारम भर्ने गर डाक्टरकोमा बायोमेट्रिक गर्ने कुनै दायाँ हुने अब सिस्टम हटाइसक्यो। तेस्रो, अब त्यहाँ फेललाई पास गर्न सक्दैन, किनभने त्यो ट्रायल सेन्टरको चाहिँ लिङ्क चाहिँ मेरो मन्त्रालयमा गएर अनुभव उहीँबाट गर्छु म अहिले। त्यहाँ तल पासलाई फेल तललाई गर्न सकिँदैन। जुन दिन ट्रायल हुन्छ, जुन दिन लेखाइन्छ त्यही दिन रिजल्ट हुन्छ। फेरि भोलिबाट गर्न पाइँदैन। त्यो व्यवस्था पनि हामीले गरेका छौँ। त्यसै दिन म लाइसेन्स लिन्छु, अस्थायी लाइसेन्स अहिले दिएको छु, लिन्छु भने मैले दिनै पर्छ हाम्रो कार्यालयले। त्यस कारणले अब झन्झट, हिजो थियो झन्झट। हिजो त्यहाँ घुसखोरी भ्रष्टाचारी हुन्थ्यो भने गुनासो पनि थियो। तर अहिले एक हदसम्म, धेरै हदसम्म छैन। 100मा 100 त भन्न सक्दिनँ। अब कार्यालय प्रमुखहरूले भन्नुको लागि उनीहरूको व्यापक सुधार गरेका छौँ र अब झन्झट छैन। जस्तै लिखित हटाउनु भयो होइन, अनलाइन फारमलाई चाहिँ घुम्ती शिविर राखिदिँदा के होला? घुम्ती शिविर राख्नको लागि त यस्तो हुन्छ, हामीसँग कर्मचारी त्यो चाहिँ के भने त्यो चाहियो। त्यसपछि त्यसका चाहिँ संरचनागत व्यवस्था गर्नु पर्यो, शिविर राख्ने कार्यालय चाहियो, बजेट व्यवस्थापन गर्नु पर्यो। त्यो ठुलो कुरो होइन। अनलाइन फारम त तपाईँसँग आएर कोही मान्छेले मैले अनलाइन फारम भर्यो, अलिकति भरिदिनुहोस् त, तपाईँले भरिदिन सक्नुहुन्छ, म भरिदिन सक्छु।